बुटोलमा जारी 10औं राष्ट्रिय मणिमुकुन्द भलिबल प्रतियोगिता 2082 को आजको पहिलो खेलमा गण्डकी भर्सेस गलकोट भएको थियो। जुन पहिलो खेलमा पहिलो सेट गलकोटले 19 को विरुद्ध 25 ल्याउँदै गलकोटले आफ्नो पोल्टामा पार्न सफल भएको थियो भने त्यसैगरी दोस्रो सेटमा भने गण्डकीले 20 को विरुद्ध 25 ल्याउँदै गण्डकीले दोस्रो सेट आफ्नो पोल्टामा पार्न सफल भएको थियो भने त्यसैगरी फेरि पनि गण्डकी प्रदेशले 25 का विरुद्ध 27 ल्याउँदै तेस्रो सेट पनि गण्डकीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो भने त्यसैगरी चौथो सेटमा भने गलकोटले 11 को विरुद्ध 25 ल्याएर गण्डकी प्रदेशलाई सहजै जित निकाल्न सफल भयो। त्यसैगरी पाँचौं सेट भने गण्डकीले 11 को विरुद्ध 15 ल्याउँदै गलकोटले पाँचौं सेट गुमाउन पुग्यो र गण्डकी प्रदेशले पाँचौं सेट जित्दै गण्डकी प्रदेशले गलकोट विरुद्ध 3-2 को सेटमा पराजित गर्दै गण्डकी प्रदेश आजको पहिलो खेलको विजेता बन्न सफल भएको छ। र यस प्रतियोगितामा गण्डकीको खेलाडीको कुरा गर्ने भने यतिखेर गण्डकी प्रदेशका कप्तान सञ्जु विक्रम शाह भन्ने यतिखेर हङकङमा रहेका छन्। त्यसैगरी विवश आले सेटर र मिडल बलकर हिमाल सुनारी पनि खेलको सिलसिलामा हङकङ रहेका छन्। र यहाँ भने गण्डकी प्रदेशले मणिमुकुन्द भलिबल प्रतियोगितामा पहिलो खेलमा नेपाल पुलिस क्लब विरुद्ध 3-2 को सेटमा पराजित भएको थियो भने त्यसैगरी दोस्रो खेलमा कोशी प्रदेशलाई 3-0 को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले पहिलो सेट जित्न सफल भएको थियो भने त्यसैगरी आज भएको तेस्रो खेलमा गलकोटलाई 3-2 को सेटमा पराजित गर्दै गण्डकी प्रदेशले आजको जित निकाल्न सफल भएको छ। र हिमाल सुनारी विवशाले सञ्जु विक्रम शाहको अनुपस्थितिमा गण्डकी प्रदेशले यतिखेर बुटोलमा जारी 10औं राष्ट्रिय मणिमुकुन्द भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सेमिफाइनल तय गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।